हामीलाई कहिलेकाहीँ आत्महत्याको सोच आउँछ। सामाजिक समस्या, मानसिक स्वास्थ्य समस्या र अत्याधिक तनाव भएको बेलामा मर्दिउँ जस्तो लाग्छ। यस्तो बेलामा कसैको सानो सल्लाह, सुझाव र हौसलाले अमूल्य जीवन बचाउन सक्छ। पछिल्लो समय प्रकाश सपुतले केपी शर्मा ओलीको बारेमा केही टीका टिप्पणी गरेपछि फेरि विवादमा तानिएका छन्। के थियो त विवादास्पद विषय? दर्शकबिन नमस्कार, यति बेला तपाईँ हेर्दै हुनुहुन्छ नेपाली खोज मिडिया। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँगै जोडिन नछुटाउनुहोला। हामी तपाईँमाझ यसरी नै नयाँ भिडियोको साथमा आइरहेका छौँ। दर्शकबिन, उनले एक कार्यक्रममा मार्फत भनेका छन्, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ज्यूलाई मैले राजनीति व्यक्तिको रूपमा भन्दा पनि व्यक्तिको जुन सङ्घर्ष छ त्यो देख्दाखेरि चाहिँ मलाई विचित्रै लाग्छ। एउटा व्यक्तिगत रूपमा केपी शर्मा ओलीलाई हेर्ने हो भने हामीले हाम्रो समयका युवाहरूले र अलिकति निराश बाआमालाई गरिब देखाएर गाउँको भेगमा जन्मिए भनेर अथवा विभिन्न बहानामा सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, सङ्घर्ष गर्न पछि हट्नेहरूको लागि चाहिँ केपी शर्माज्यूको जीवन चाहिँ साँच्चीकै प्रेरणादायी छ। प्रधानमन्त्री केपी ओलीलाई राजनीतिज्ञ भन्दा पनि सङ्घर्षशील व्यक्तिको रूपमा हेर्ने गर्दछु। उहाँको जीवन यात्रा असाधारण प्रेरणा हो। साँच्चीकै सङ्घर्षशील व्यक्तिका रूपमा हेरेको छु मैले। गरिब, जेल, रोग यी सबै अप्ठ्यारा पार गर्दै एक गाउँले बालक देशको प्रधानमन्त्री बने। समस्या बहाना होइन, चुनौती हो। यदि केपी ओलीको यो सम्भव बनायो भने तपाईँ किन पछि हट्नुहुन्छ? सपना देख्न छोड्ने होइन, पुरा गर्ने हो भन्दै उनले एउटा कार्यक्रम मार्फत केपी शर्मा ओलीकै अगाडि यो सबै कुरा बताइसकेपछि भने यति बेला सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ। एउटा कलाकार भएर नेताको बारेमा टीका टिप्पणी गरेको भन्दै यति बेला सामाजिक सञ्जालमा उनको आउन लागेको चलचित्र बसन्तलाई समेत बहिष्कार गर्ने जस्ता पोस्टहरू यति बेला सामाजिक सञ्जालतिर देखिन लागेका छन्। यद्यपि उनले खासै नराम्रो टीका टिप्पणी त गरेका थिएनन्, तर सामाजिक सञ्जालमा भने उनी विरुद्ध निकै नराम्रा टीका टिप्पणीहरू भइरहेका छन्। दर्शकबिन, तपाईँलाई पनि लाग्न सक्छ साँच्चीकै अब के होला? केही गुनासो छ भने कमेन्ट बक्समा लेख्न नछुटाउनुहोला। जहाँसम्म लाग्छ एउटा सानो टीका टिप्पणीका कारण फिल्मलाई नै बहिष्कार गर्नु यो चाहिँ गलत नै रहेछ। तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नछुटाउनुहोला।